तपाईँको हेर्नुहोस् है, यो जस्तै कि माइनबीको भयो। माइनबी 2027 सर्च गर्नुभयो भने जस्तै मैले लिङ्क हालिदिन्छु, त्यो लिङ्कबाट तपाईँले 2027को अब एप्लिकेसन डाउनलोड गर्नुभयो नि भयो, अब वेबसाइटबाट गर्दा नि भयो। त्यहाँ गएर तपाईँले 2027को भनेपछि 2027मा सोचेको हुने र 2028मा सोचेको हुनेलाई नि काम लाग्छ। अनि तपाईँको हेर्नुहोस् है, यसमा र कसरी काम खोज्ने भन्दाखेरि अब यहाँनिर तपाईँले आफैले कुनै कम्पनीको नाम थाहा छ भने त्यो कम्पनीको नाम हालेर सर्च गर्दा नि भयो होइन। अब सर्च त्यसरी नभएर तपाईँले चाहिँ अब कम्पनीको नाम मलाई थाहा होइन, अनि अब सकेसम्म आफूले चाहेको कस्तो कस्तो टाइपको कामको टाइप्सहरू मात्र हालेर भयो भने काम खोज्ने एउटा हुन्छ नि, त्यो तरिकाले खोज्न पनि मिल्छ। यो तलबाट हेर्नुहोस् है, कतिवटा खाइसा छ, 31,667 खाइसा छ हेर्नु है। तपाईँले अब यहाँनिर चाहिँ आफ्नो अब कस्तो खालको कम्पनीमा काम गर्न चाहनुहुन्छ, अब त्यो तरिकाको कम्पनी खोज्न सक्नुहुन्छ। अब जस्तै कि तपाईँले भनौँ हामीलाई चाहिँ अब आमबाईको काम गर्न छ, सर्भिसमा आमबाई भनेपछि अब होटेलहरू, अब केही दाइ सपहरू त्यस्तोहरू पर्छ होइन, केही सामानहरू बेच्ने ठाउँहरू। अब त्यसमा क्लिक गरेर अनि अब एरिया कहाँ काम गर्न चाहनुहुन्छ, मानौँ अब टोकियोमा काम गर्छु भनेर। अब तपाईँको यहाँनिर चाहिँ तपाईँको के छ भन्दाखेरि यहाँनिर चाहिँ आफ्नो चाहिँ क्युरीहरू, अब इक्जामहरू दिनेहरू कम्पनीहरू हुन्छ। अब त्यस्तो मलाई इक्जाम दिने कम्पनीहरू चाहिएन कि त अब पैसा मलाई धेरै भएको कम्पनी चाहिएको छ, भनौँ 25 मानको कम्पनी चाहिएको छ मलाई भनेर तपाईँले सर्च गर्न पनि सक्नुहुन्छ। नत्र भने तपाईँले यहाँनिर चाहिँ त्योभन्दा अझै धेरै चिजहरू हालेर सर्च गर्न पनि सक्नुहुन्छ, आफ्नो इच्छा होइन। र तरिका चाहिँ तपाईँको यति भएर गरौँ सर्च होइन, हामीले चाहिँ केही त आमबाई र टोकियोको र 25 मानको कम्पनी खोज्यौँ ल। सर्च गर्नुहोस्, सर्च बटनमा थिचेपछि तपाईँको हेर्नुहोस् है 947वटा कम्पनी छ हेर्नु है। 947वटा कम्पनीमा तपाईँको हेर्नुहोस् अब कुन कुन कम्पनीहरू छ। तपाईँको रेस्टुरेन्टहरू भएको, गाइसकुहरू भएको रेस्टुरेन्ट कम्पनीहरूदेखि लिएर त्यस्तै अब आप्पा होटेल पनि रहेछ हेर्नुहोस्। अब आप्पा होटेल छ, अब हिमाचुया फुजू रहेछ। तपाईँलाई होटेलमा काम गर्न मन लाग्यो भने आप्पा होटेलमा तपाईँले थिचेर तपाईँको यसको अपडेट डिटेल हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् के छ के छैन, कति पैसा हो यसको, कति वर्षमा कति हुन्छ, कुन ठाउँमा छ, सबै हेर्न मिल्छ। यसको चाहिँ होन्सिया टोकियोमा रहेछ। सब यहाँ चाहिँ डिटेल लेखा हुन्छ, त्यो डिटेलहरू यसरी पढ्न पनि सक्नुहुन्छ। पढ्न सक्नु अल्छी लाग्छ डिटेल पढिराख्नु भन्दा पनि एकचोटि अब खाइसा सिचुमै गएर उनीहरूले भनेको डिटेलहरू मजाले बुझ्यो भने पनि हुन्छ। अब सिचुमे खाइ कसरी गर्ने भन्दा यहाँनिर जाने तपाईँको सेमिनारहरू लेखेको छ, त्यहाँनिर थिच्यो भने तपाईँको डेली पनि हुन्छ, कुनै चाहिँ हप्तामा एकचोटि हुने पनि हुन्छ। यसरी मौसी गर्नुभयो भने पनि मौसी गर्न सक्नुहुन्छ। नत्र भने अब तपाईँले अब आफ्नो इच्छा गर्नु अलि ढिलो गर्छु भन्दा नि भयो, त्यो तरिकाले गर्दा नि हुन्छ। अनि त्यो सँगसँगै तपाईँको अब कम्पनीको पैसाको मेन भनेको हामीलाई पैसा हुन्छ। पैसा हेर्ने चाहिँ कसरी हुन्छ भन्दाखेरि अब मानौँ तपाईँको कुन एरियाले पनि हुन्छ। अब जेनकोकु भनेर ल्याएछ, जेनकोकुमा अब हेर्नुहोस् है, यहाँनिर चाहिँ गएर तपाईँको सबै डिटेल हुन्छ। तपाईँको अब यहाँनिर चाहिँ कम्पनीमा के काम गर्नुपर्ने के हुन्छ, अब कसरी इक्जामहरू दिनुपर्ने के हुन्छ नि, त्यसको प्रोसेसहरू के दिने सबै एक डिटेल हालेको हुन्छ तपाईँको होइन। अब के स्किल सिटहरू, तपाईँको एन्थोरी सिटहरूदेखि लिएर इक्जामहरू मेन्से चाहिँ कुन तरिकाले हुन्छ त्योहरू सबै हालेको हुन्छ। अनि त्यो पाउने त्यसपछि गएर कतिजना चाहेको छ त्यो पनि हुन्छ यहाँनिर चाहिँ। अनि अब कुन गाखाहरू भएको मान्छेहरूले एप्लाई गर्न पाइन्छ भन्ने हुन्छ। अब त्यो सँगसँगै तपाईँको हेर्नुहोस्, अब यो दाइगाको सोचेको हुनेलाई यति पैसा यति जोडेर यति पैसा हुने के हुने 2,89,000हरू छ। त्यो अनुसारको लेभलहरू पनि चाहिन्छ होला। सेनन गएकोहरू हुनेलाई 3 लाख रहेछ। अब त्यो अनुसारको तपाईँको लेभलहरू पनि हुन्छ। अब पैसा त्यही अनुसारले दिन्छ भने उनीहरूले लेभल पनि खोज्छ। अब त्यस्तै निहङ्गो बनाउनु पऱ्यो। अब टोइकहरू चाहिने रहेछ। आफूले इङ्ग्लिस अब होटेल भनेपछि इङ्ग्लिसहरू अलिअलि जाने भयो भने राम्रो हुन्छ, इङ्ग्लिसहरू दिइराख्नुहोस्। अब एक वर्षमा एकचोटि बढाउने रहेछ रोकुगात्सुमा स्यालेरी, अनि तपाईँको 2 चोटि बोनस दिने रहेछ, 120 दिन छुट्टीहरू दिए। यसरी सबै डिटेलहरू तपाईँले हेर्न सक्नुहुन्छ। मन पऱ्यो भने एन्ट्री गर्ने, मन परेन भने फेरि ब्याक गर्ने, फेरि आफूलाई जुन तरिकाको कस्तो खालको कम्पनी खोज्नु छ त्यो तरिकाको कम्पनीहरू खोज्ने गर्ने।
अनि त्यसपछि यो भयो माइनाबी। मैले आफैले गरेको चाहिँ यही माइनाबीबाट हो। अरू ठाउँमा पनि मैले ट्राई गरेँ हो, तर पास भएको चाहिँ म यो माइनाबीबाट हो। मैले माइनाबीबाट धेरै कम्पनी गरेँ। अनि अब तपाईँको अर्को अरू कम्पनी भनेको तपाईँको जुनै कम्पनी पनि यसमा चाहिँ छ, नपाउने होइन, पाइन्छ। अनि अब त्यसबाट होइन, अब अर्कोबाट नि गर्छु भने नि अब तपाईँलाई हालोवर्क छ। हालोवर्कमा पनि तपाईँले त्यही तरिकाले सर्च गर्न सक्नुहुन्छ, फुल टाइम जब अब सिन्सोची गरेर अब यसमा पनि अब सेम त्यही तरिकाले अब आफूले चाहिँ हुन्छ नि कुनै एउटा वर्डहरू हालेर अब गाईको जिनो भनेर न्याउनको न्याउरेको भनेर हाल्ने, टोइक सोइक भनेर लेखेर हाल्यो भने अब के छ त्यो आफ्नो हाल्यो भने अब के चाहिने, अब त्यहाँनिर जिन्सीको त नाइयो के हो कसो हो भनेर सबै एक एक तपाईँले डिटेलहरू हालेर सर्च गर्न सक्नुहुन्छ। यसरी सर्च गऱ्यो भने त्यो कम्पनी त्यही तरिकाको कम्पनीहरू दिन्छ। अनि यसमा चाहिँ तपाईँको हेलोवर्कमा चाहिँ तपाईँको क्युजिन बाङ्गो भन्ने चिज चाहिँ आफूलाई मन परेको कम्पनी भेट्नुभयो। अनि क्युजिन बाङ्गो चाहिँ आफूले चाहिँ सेभ गरेर राखेर उहाँले चाहिँ हेलोवर्क चाहिँ फेरि जहाँ पनि हुन्छ, एकचोटि आफू बसेको ठाउँबाट हेलोवर्क भनेर सर्च गर्नुभयो भने म्यापमा सरर आउँछ। त्यहाँदेखि त्यो ठाउँमा जाने, गएर तोरोको गर्नुपर्छ आफ्नो आइडी, उनीहरूले तोरोको गरिदिन्छ। अनि त्यो आइडी तोरोको गरिसकेपछि अनि आफूलाई मन परेको कम्पनीको यही आइडी गरिदियो भने अनि त्यो कम्पनीलाई उसले एप्लाई गरिदिनेदेखि लिएर तपाईँलाई कसरी बोल्ने, के गर्ने, एभ्री डिटेल तपाईँलाई भनिदिन्छ। एउटा टेन्सन लिनु पर्दैन, एभ्री डिटेल तपाईँलाई भनिदिन्छ। अनि एभ्री डिटेल भनिदिइसकेपछि तपाईँले अब कसरी गर्ने त्यो उनीहरूले रेन्ज्यू पनि गराइदिन्छ, सबै गराइदिन्छ, फ्री हो। यो आजसम्म मैले देखाउनु जति सबै फ्री हो, सजिलो। मैले पनि गरेकै चिज हो, गर्न सकिन्छ, गर्नुहोस्। अनि त्यो भयो। अनि अर्को इन्डिड पनि तपाईँको लगभगै सेम हो, त्यही तरिकाले खोज्नु मिल्छ। तपाईँले अब कुन तरिकाले खोज्ने, अब एरियाबाट सागासु गर्नुहुन्छ कि कुनै अब कामको तरिकाबाट सागासु गर्नुहुन्छ, त्यसलाई थिच्ने कस्तो सेम अब तपाईँको अघि देख्नुभयो होला माइनाबीमा पनि सेम यस्तै टाइपको थियो। यसरी नै तपाईँले आफूलाई मन परेको चिजहरू यसरी सिलेक्ट गर्ने, सिलेक्ट गरेर अनि त्यसरी गरिसकेपछि अनि अब तपाईँले कम्पनीहरू यसरी खोज्न सक्नुहुन्छ। यसमा बाइतोहरू पनि हुन्छ होइन, अब कति चाहिँ वर्किङको पनि हुन्छ होइन। तर धेरै आफूले चाहिँ सर्च गर्ने तरिका यहाँनिर चाहिँ बाइतो र वर्किङको सर्च गर्ने किवर्डहरू हालेर सर्च गर्नुभयो भने तपाईँको देखिन्छ होइन। तोरोको गर्नुपर्छ यसमा पनि आइडिया। अनि त्यसपछि अब त्यो कम्पनीको त्यसरी नै क्लिक गरेर कम्पनीको बारेमा हेर्न सक्नुहुन्छ, के छ कस्तो छ उनीहरूको। यसमा पनि सबै डिटेल हाल्दै हुन्छ, के नियमको चाहिन्छ, के चाहिन्छ के चाहिँदैन सबै सोध्छ, सबै एभ्री डिटेलहरू हुन्छ। अनि अब मन पऱ्यो भने तपाईँले यहाँबाट ओबामेन सुसु भन्छ, त्यहाँनिर सुसुमा गरेर अनि अब उनीहरूले त्यसपछि मेलहरू, कम्पनीले मेलहरूदेखि लिएर हरेक चिजहरू पठाउँछ। उनीहरूलाई मन पऱ्यो भने अब रिडेक्सहरू पठा भन्छ, एक डिटेलहरू पठा भन्छ होइन। सुरुमा चाहिँ खासै रिडेक्स पठा भने पठाउँदैन, मतलब सुरुमा चाहिँ आफूले एप्लाई गर्ने बेला रिडेक्स खासै चाहिँदैन। सिधै पहिले सुरुमा आफ्नो डिटेल चाहिँ पहिले तोरोको गर्नुपर्ने हुन्छ। तपाईँले त्यो डिटेलहरू चाहिँ अब आफूले ओबो गर्ने बित्तिकै त्यो डिटेल त्यहाँ जान्छ। अनि उनीहरूले चाहिँ त्यो डिटेल अनुसारले तपाईँलाई तपाईँको रिडेक्सो चाहिँ पठाउनु भनेर भन्छ। अनि त्यो रिडेक्सो लिएर रिडेक्सो उनीहरूलाई दिने। अनि दिइसकेपछि अनि एप्लाई अब त्यसपछि मेन्सेचुहरूको लागि अब सेचुमिखाहरू हुनसक्छ, अब मेन्सेचु मेन्दानहरू लिएर अनि अब त्यो अनुसारले प्रोसेस गर्छ उनीहरूले। अनि त्यसपछि तपाईँको एउटा यो होइन, यो भनेको चाहिँ तपाईँको हाम्रो आई चिकनमा बस्नेहरूका लागि हो। यसमा पनि सेम त्यही हो, मुरियो नै हो। यसमा पनि त्यसरी नै आफूले सौदान गर्ने जाने, नागोया एकीको लगभग तपाईँको कता लोकेसन पनि होला होइन, नागोया एकीमै छ बिल्डिङ, जिआर बिल्डिङको माथि छन चाहिँ। त्यहाँनिर चाहिँ गएर तपाईँले फोन गरेर पहिला सुरु आफूले यो यागु गर्नुभयो भने हुन्छ। फोन नम्बर यही नै छ, फोन गरेर यागु गरेर अनि त्यसपछि जाँदा हुन्छ। यिनीहरूले चाहिँ इभेन्टहरू गर्ने, अनि त्यो इभेन्टमा आफूले साङ्खा गरेर अनि आफूलाई कम्पनी मन परेको चिजहरू एप्लाई गर्ने, एप्लाई गरेर अनि त्यसपछि उनीहरूले रेन्ज्यूहरू पनि गराइदिन्छ। नजानेको चिज मैले नि सिकाउँछु, जान्नुहुन्छ आफूले गर्न सक्नुहुन्छ भने सर्च गर्दै पनि गर्नु सक्नुहुन्न भने
हरेक बाटो छ, हरेक ठाउँ छ। त्यो अनुसारले आफूले पनि बुझी आफूले पनि केही गर्नुपर्छ। किनभने भोलि 2 लाख 3 लाख रुपियाँ तिरेर अरूलाई तिरेर गर्नु, त्यो 2-3 लाख रुपियाँ त तपाईँले कमाउनु भएको हो नि। त्यो आफूले कमाएको चिज चाहिँ त्यसको पनि इम्पोर्टेन्ट चाहिँ राखिदिनुहोस्। एकचोटि आफूले पनि ट्राई गरी हेर्नुहोस् के। भोलि सकेन भने त छ नि एउटा त कुनै न कुनै सपोर्ट गर्ने ठाउँ छ नि। तर सकेसम्म पहिला सुरु चाहिँ आफूले नै ट्राई गरी हेर्नुहोस्। तपाईँले ट्राई गर्नु कसरी कताबाट गर्ने के गर्ने केही थाहा छैन भने मलाई सोध्नुहोस्, मैले एभ्री डिटेल एक डिटेलहरू तपाईँहरूलाई सिकाउँछु। कम्पनीको मलाई डिरेक्सनै बनाउनु पर्ने नै छ भने भन्नुहोस्, म त्यही कम्पनी नै हेरेर म डिरेक्सन बनाइदिन्छु, त्यहाँसम्म म हेल्प गरिदिन्छु। तर सकेसम्म आफूले पनि केही गर्छु है भन्ने चाहिँ सोच राख्नुहोस्। त्यति भएपछि जे पनि गर्न सकिन्छ क्या, जे पनि हुन्छ क्या। कम्पनी पाएन, मैले यो गर्दा नि भएन, ऊ गर्दा नि भएन, हुन्न नि। अब मान्छेको आज भने आज, अहिलेको अहिले भने अहिलेको अहिले केही पनि हुँदैन नि। बिस्तारै गर्दै गइसकेपछि हुन्छ नि। हार नमान्नुहोस्, त्यति हो।